हाम्रो ट्रायल सिस्टममा स्वागत छ। सबैले आफै पनि ट्रायल आफै सिकाइ राम्रोसँग प्रयोग गर्नु होला। अनि अहिले आफ्नो परीक्षा हो, तपाईँको म अलि हगड भन्ने कुरा तपाईँको भइहाल्छ। तैपनि सिकाएको कुरा चाहिँ निरन्तरसँग दिनु होला। पहिले पनि अहिले आफ्नै काट्ने भयो भने जान्ने मान्छे पनि फिल हुन्छ। त्यही कारणले रिपोर्ट दिनु होला। अनि सबैले आफ्नो परिचय पत्र बोक्नु भएको होला। नागरिकता परिचय पत्र, लाइसेन्स छ, पुरानो भएको छ भने अन्यको लाइसेन्स छ भने, अन्य यहाँ आउने बेलाको प्रवेश पत्र सबै बोक्नु भयो होला है। त्यो अन्य रूपमा बोक्नु होला। परिचय दिन आउने महानुभावले जो पनि हुनुहुन्छ, मादक पदार्थ लागु पदार्थ केही सेवन गर्नु भएको छ भने नआउनु होला। त्यो मान्छे स्वतः फेल हुन्छ। त्यस्तो भएर हामी फेल गर्छ। र यहाँभित्र आउँदाखेरि कहिलेकाहीँ के हुन्छ भन्दा दाजुभाइको अनुहार एउटै मिलेको, दिदीबहिनीको अनुहार एउटै मिलेको, एकको नामबाट अर्को दिन खोजेको, साथीभाइको नाममा अर्को दिन खोजेको, त्यस्तो भाव हुने कारणले गर्दाखेरि मैले सबैलाई अनुरोध गरेँ, ट्रायल आफ्नो नाममा मात्रै दिनु होला, अर्को नाममा दिने हिसाबले नआउनु होला। त्यसो भयो भने कानुन बज्यो अर्को कारवाही हुन्छ। अनि हामी सिसिटिभीको निगरानीमा छौँ। यो परीक्षा पनि हो, त्यो कारणले भिडियो, अडियो, फोटोहरू नखिच्नु होला। त्यो गर्न मिल्दैन परीक्षाको। त्यही भएर पनि मैले सबैलाई के अनुरोध गरेँ भन्दा यहाँ परीक्षा हलमा पैसा आइसकेपछि अर्काको नामबाट दिनुभएको रहेछ भने पहिले नभए पनि एकछिन पछि पनि पत्ता लाग्न सक्छ। भोलि घरबाटै उठाइ ल्याउनु पर्ने यसले आउँछ। त्यो भएको कारणले अर्काको नाममा कोही दिने मस्ती बनाउनु भएको छ भने नआउनु होला। तपाईँको आइडी गेटमा आइडी चेक हुन्छ, यहाँ एक्जाम दिइसकेपछि चेक हुन्छ। त्यो हुने भएको कारणले तपाईँहरू चाहिँ अर्को नाममा दिने प्रयास नगर्नु होला। ठिक छ। अनि परीक्षा दिँदाखेरि चाहिँ हेलमेटभित्र इयरफोनहरू प्रयोग गर्ने, इयरबडहरू प्रयोग गर्ने, अन्य कुनै डिभाइस प्रयोग गर्ने पनि नगर्नु होला। त्यसो भयो भने फेल भयो। ल अब तपाईँहरूलाई म ट्रायलको विषयमा थोरै जानकारी गराउँछु। तपाईँहरूले गेटमा हाजिर लगाइसकेपछि भित्र आउने बाटो यहाँबाट भित्र हाल्ने मोटरसाइकललाई, स्कुटी मोटरसाइकललाई योबाट भित्र हालिसकेपछि तपाईँले आउट हुने बाटो पनि उता लेखिएको छ। यसरी दुईवटा पोल राखिदिएको छ। त्यो आउट हुने ठाउँबाट आउट हुने, अन्तबाट आउट हुने फेल हुन्छ। यो भित्र आइसक्नु भएपछि कतिपयले अङ्ग्रेजी अक्षर 8 नबनाएर 0 बनाएको पनि देखाएको छ। त्यो सकेसम्म पास भइदिनु भयो भने हामीलाई पनि खुसी लाग्छ। पास भइदिएको राम्रो। तर जहाँ राम्रो चलाएको छ 8 नगराएर उल्टो 8 गराइदियो, 0 गराइदिनु भयो भने फेल भइन्छ। अङ्ग्रेजी अक्षरको 8 बनाउने तपाईँहरूले दाहिने साइडबाट भित्र हाल्नुभयो भने हुन्छ, बायाँ साइडबाट गयो पनि हुन्छ। एक राउन्डमा यहाँ आइपुग्नुहुन्छ, अर्को आधी राउन्डमा तपाईँहरू आउट हुने हो। 1.5 राउन्डमा राम्रो चलाउनु भएको छ तर 2 राउन्ड हुन गयो भने फेल भयो। अर्को 2.5 राउन्डमा तपाईँले निस्किनु खोज्नुभयो भने फेल भयो। त्यो भएको कारणले एक राउन्ड यहाँबाट निस्किनु भयो भने एक राउन्ड यहाँ आइपुग्दाखेरि हुन्छ, अर्को आधी राउन्ड 1.5 राउन्डमा आउट हुने। ठिक छ। तपाईँलाई के कन्फ्युज भने भन्नु होला है। अब यसमा तपाईँहरूले अलिकति सुविधा कस्तो पाइन्छ भन्दा एकचोटि लाइन टच र एकचोटि खुट्टा टेक्न सुविधा छ। तर त्यो भन्दामा तपाईँहरूले लाइन चलाउनु भयो भने फेल हुनुहुन्छ। लाइनभन्दा बाहिरपट्टि खुट्टा टेक्नु भयो भने फेल हुन्छ, चक्का गयो भने फेल हुन्छ। यो गोल रेखाभन्दा भित्र तपाईँले खुट्टा हाल्नुभयो र चक्का गयो भने पनि फेल हुन्छ। तपाईँले लाइन भएर चलाउनु भयो भने फेल हुन्छ। चक्का 8मा होल्ड हुनु हुँदैन, रोकिनु हुँदैन। चक्का तपाईँको गुड्ने बेला खुट्टा टेक्नु भएको छ मजाले, एक खुट्टा गाडीमा खुट्टा टेकेर तपाईँ होल्ड हुनुभयो भने फेल हुन्छ। चक्का होल्ड हुनु हुँदैन। गुड्ने बेला चाहिँ अलिकति सपोर्ट दिने उद्देश्य तपाईँहरूलाई छुट दिइएको। त्यसमा 5 नम्बर माइनस हुन्छ। तपाईँले सबैमा 70 नम्बर 70 नम्बर आउनुपर्छ। 70 नम्बर आएपछि मात्रै पास भइन्छ। नम्बर घट्दै गयो भने फेल भइन्छ। त्यो कारणले नम्बर सकेसम्म नघटाउनु प्रयास गर्ने, काहीँ समस्या बढ्यो भने मात्रै। 5औं नम्बर तपाईँ यसमा माइनस हुनुहुन्छ। यसमा पाउने सुविधा यतिकै हो। पोल टच यताउति भयो भने फेल भइन्छ। 5 नम्बरको 2टा माइनस हुन्छ। 8मा अरू कसैलाई के सोध्नु छ, कसरी बनाउने भन्ने विषयमा कसैलाई के कन्फ्युज छ, 8 बनाउन सक्ने कोही छ, अङ्ग्रेजी अक्षरको 8 बनाउन सक्ने कोही हुनुहुन्छ नबुझेको, त्यसो भने म के अरे 8 बनाएर पनि देखाइदिन्छु। सबै बनाउन सक्नुहुन्छ है। अब यसपछि यहाँदेखि 8 बनाउनु भयो भने तपाईँ आउट पोइन्टबाट आउट हुने। अनि उता ट्राफिक लाइट अहिले बल्छ एकछिनमा। ट्राफिक लाइट हरियो बत्ती छ भने जाने, पहेँलो र रातो छ भने रोकिने। ठिक छ। हरियो बत्ती छ भने जाने, पहेँलो र रातो छ भने रोक्ने। रोक्ने बेला तपाईँहरूले त्यो जेब्राको सेता धर्साहरू छन् नि, त्यो धर्साको माथि तपाईँ नरोक्नु होला। धर्साको माथि गएर रोक्नुभयो भने फेल हुन्छ। त्यो स्टपसम्म ठिक छ, त्योभन्दा यता पनि ठिक छ। यहाँ आउट पोइन्टदेखि आउट भइसक्नु पऱ्यो। उता स्टपको
देखि यो ठाउँसम्म रोड बनाउँछ तर चाहिँ जेब्रा क्रसको माथि गएर टचमा टच गर्नु हुँदैन टच गर्यो भने हिँडिहाल्छ त्यसो भने तपाईँले बिगार्नु भयो भने नम्बर माइनस हुन्छ बनाउनु माइनस हुन्छ तर चाहिँ ध्यान दिनु होला त्यहाँदेखि अगाडि हजुर रातो पहिलो भयो भने रोक्ने हो यो भयो भने जाने हो रातो तपाईँको जाने बित्तिकै रातो बोल्ने होइन यहाँदेखि आउट हुने बेला तपाईँले ऊ हेर्नु पऱ्यो नि त ट्राफिक लाइट हेर्नु पऱ्यो नि त यहाँदेखि तपाईँ आउट हुने बेला ट्राफिक लाइट हेर्ने ट्राफिक लाइटमा चाहिँ हरियो छ भने जाने पहिलो रातो छ भने रोक्ने ठिक छ अब त्यहाँदेखि नेरो फ्ल्याङ साङ्ग्रो बाटो छ साङ्ग्रो बाटोमा तपाईँहरूले त्यो फ्ल्याङ जस्तो छ नि कुचो गएको त्यहाँदेखि ट्रेक आउट हुनु भने फेल हुन्छ त्यही भएर त्यहाँदेखि सिधै जानुभएको चाहिँ खासै समस्या अहिलेसम्म त त्यहाँ आएको छैन अगाडि गएर ब्रेकर छ ब्रेकर भने उपर खाबर छ अलिकति त्यो ठाउँमा ख्याल गर्नु होला कहिलेकाहीँ मान्छे अलि स्पिड बढिरहेछ भने दाहिने बाहिर जान्छ त्यहाँ चाहिँ तपाईँहरूले ध्यान दिनुपर्छ एकचोटि स्टार्ट भएको भने अफ भयो हजुर ब्रेक लाउनु पाउनुहुन्छ तपाईँ चाहिँ डिस्ब्यालेन्स नहुनु होला ब्रेक लाउनु पाइन्छ अनि ब्रेकर कटिसकेपछि तपाईँहरूले युटर्न गर्नुपर्छ अहिलेको हाम्रो ट्रायलमा थाहा चाहिँ बायाँपट्टि घुम्नुपर्ने हुन्छ तपाईँहरूले बायाँपट्टि हुँदाखेरि बायाँ साइड लाइट बाल्ने बायाँ साइड लाइट बाल्दाखेरि कतिपयको बानी के हुन्छ भने निभाउने बेला चाहिँ दाहिने घोस्ने बानी हुन्छ र बायाँ बाल्ने तर फेरि निभाउने बेला दाहिने घोस्ने बचाउनु हुन्छ त्यति बेला चाहिँ प्रेसर गर्ने बटन हुन्छ सिस्टम बायाँ बालिसकेपछि प्रेस गऱ्यो भने आफ्नै ठाउँमा आउँछ दाहिने बल्दैन बिचमा आउँछ त्यति बेला ध्यान दिनु तपाईँहरूको दाहिने बल्न गयो भने तपाईँहरू फेल हुनुहुन्छ तपाईँहरूको ननिभाउनु भयो तपाईँहरूले यो ब्रेकर पछि मात्रै बाल्ने हो ब्रेकरभन्दा पहिला नबाल्नु होला ब्रेकर सिद्धिसकेपछि तपाईँहरूले युटर्न गर्ने बेला बायाँ साइड लाइट बालेर निभाउनु बिर्सिनु भयो उकालोसम्म पुग्नुभयो भने फेल हुनुहुन्छ उकालो आउनुभन्दा पहिला युटर्न गर्ने बेला एक 3-4चोटि क्लिक गऱ्यो भने तपाईँले बन्द गर्नु होला ठिक छ त्यसमा पनि तपाईँहरूको गर्नुभयो भने नम्बर माइनस 10मा माइनस हुन्छ त्यो नम्बर जोड्दै गयो भने फेरि खेल्ने सम्भावना हुन्छ अनि त्यसपछि तपाईँहरू उकालो र ओह्रालोमा यस्तो चाहिँ ओह्रालोपट्टि स्टकको बिचमा दुईवटा पहिलो रेखा बनाइदिएको छ त्यस्तै उतापट्टि पनि छ उकालोमा पनि तपाईँहरूले एकछिन रोक्नुपर्छ अनि ट्राफिक जाऊ भने चाहिँ जानुपर्छ ब्रेक 6 इन्चभन्दा पछाडि ब्रेक जानुभयो तपाईँले उठाउनु सक्नुभयो भने फेल हुन्छ र ओह्रालोमा पनि तपाईँहरूले एकछिन अब उकालो आइसके फरक पर्दैन भने ओह्रालोमा रोकिनु भएन भने फेल हुन्छ रोकिनु होला ओह्रालोमा पनि त्यो दुईवटा रेखाको बिचमा स्पेस जति पनि छ त्यहाँ रोकिनु होला अनि जाऊ भने फेरि जाने यता आएर चाहिँ मोटरसाइकल साइड लगाउने आफ्नो परिचयहरू लिने अनि पास भएको साथीहरूले आफ्नो चाहिँ डकुमेन्टहरू लिएर जाने अनि 3-4 दिनपछि यतामा गएर रासो काट्ने ठिक छ खास इक्जाम भने 8 हो होइन 8 हो त्यसमा तपाईँहरूले क्लियर गर्नुभयो भने यता समस्या छैन ब्रेकर भयो अलिक ब्रेकर दियो लास्ट ब्रेक खिच्ने अब तपाईँहरूले बायाँ साइड लाइट बाल्ने बायाँ साइड लाइट बाल्यो निभाइदिनु सकेसम्म यहाँसम्म बाल्ने हो होइन यो एरियासम्म बाल्ने हो अब त्यो मरेको भनेको त्यसमा ध्यान दिनु त्यहाँसम्म बाल्नु पऱ्यो अनि त्यहाँदेखि उकालो यहाँसम्म बाल्ने छ त्यहीसम्म पछाडि अब यसको उकालोमा यो त धुनु भएन अगाडिको मिसाउँछ नि यहाँ जति अब यति भन्दा गर्दा मैले सबैलाई के निवेदन गरेँ भने सडक दुर्घटनाहरू बढिरहेको छ हामी सबै लाइसेन्स दिन आएका छौँ लाइसेन्स सबैलाई सबैको दुकानमा छ पास हुनुहुन्छ अधिकांश मान्छेहरू किनभने मोटरसाइकल लगभग स्कुटीमा सबै पास नै गर्नुभएको छ तर पास भइसकेपछि महत्त्वपूर्ण कुरा भनेको एक्सिडेन्ट नहुनु ठुलो कुरा भनेको एक्सिडेन्ट भयो भने आफू पनि गयो कहिलेकाहीँ अरूलाई पनि जान्छ त्यो भएको कारणले एक्सिडेन्ट नहुने तरिकाले स्पिड कति चलाउने भन्दाखेरि मोटरसाइकलमा हामीलाई सबभन्दा बढी 50 किलोमिटर प्रति आवर तर स्कुटीमा 40 10 कम गरेर दिएको छ हामी न्यूनतम 60-70 चलाइरहेका छौँ त्यो भएको कारणले एक्सिडेन्ट भइरहेको छ दुई चक्के सवारी साधन आफ्नोमा जोखिम सवारी साधन हो जति बेला पनि दुर्घटना हुनसक्छ हामीले केयरलेस गऱ्यौँ भने हाम्रो ध्यान सडकमा हुँदैन स्पिड बढी चलाइरहेको छौँ स्पिड सकेसम्म कम भयो भने एक्सिडेन्ट भइहाले पनि सकेसम्म हुँदैन भए पनि क्षति न्यून हुन्छ मान्छे मर्दैन चोटपट कम लाग्छ त्यो भएको कारणले मैले अधिकांश देखिरहेको हुन्छु ट्राफिक देख्यो भने मात्रै हेलमेट लगाउने बानी ट्राफिक देख्यो भने मात्रै स्पिड कम गर्ने बानी अरू बेला चाहिँ
केयरलेस गरेको अधिकांश पाइन्छ। त्यस कारणले सबैलाई बिनाउनु तपाईँको के अनुरोध गर्यो भन्दा सबै दोकान नहुने किसिमले आफू मात्रै होइन कहिलेकाहीँ हामीले स्पिडमा बनाउनु 50-60मै चलाइरहेको छौँ 40-50मा चलिरहेको छौँ भने त्यति बेला 81 बिचमा के चिज आइदियो भने के गर्ने हामी त्यसको अनुमान गरी आउँदैन। कहिलेकाहीँ तपाईँ हामी परे आउँछ त्यस्तो ठाउँमा 81 बिरालो बिचमा आइदियो कुकुर बिचमा आइदियो 81 मान्छेले बाटो काटिदियो कोही नजान्ने मान्छे रहेछन् सडक प्रयोग गर्ने मान्छेहरू सबै सडक सम्बन्धी जानकारी भएका मान्छे हुन्छन् भन्ने हुँदैन कोही कोही मान्छेलाई पहिलोपटक सडकमा आएका पनि हुन्छन्। त्यस्तो मान्छेहरूबाट हामीले बस्नुपर्ने वा उनीहरूलाई चाहिँ जोगाउनु पर्ने आफूले पनि जोगिनुपर्ने स्थिति आउँछ। त्यो कारणले सबै चाहिँ यसो अरूले त यसरी चलाइरहेको छ मैले पनि यसरी चलाउनुपर्छ भन्दा पनि डिफेन्सिभ तयारी म आफू पनि जोगाउन हुँदैन अरूबाट पनि हुँदैन भन्ने किसिमले अरूले चलाएर कसरी चलाइरहेको छ त्यसलाई पनि आफूले वाच गर्न सक्नु पर्छ। अरू मान्छे आएर आफ्नो ठोकिदियो भने के हुन्छ आफू निर्दोष भएर हिँडिरहेको छ बाटो सही छ सबै ट्राफिक नियम पालना गरिरहेको छ तर अर्को मान्छे आएर ठोकिदियो भने जोगाउन त हुनु गयो नि त क्षतिको कुरा आफ्नो ठाउँमा छ वा चिन्नेको कुरा आफ्नो ठाउँमा छ तर जोगाउन भयो भने त आफूलाई चोट लाग्यो नि त। त्यही हिसाबले पनि सबैले मेन कुरा लाइसेन्स लिनु सँगसँगै दुर्घटना कसैले पनि कुनै ठाउँमा पनि पछि पनि नगर्नु मैले सबैलाई अनुरोध गरेँ। सबैको अहिलेको लागि यो लाइसेन्स लिने काममा चाहिँ सबैको भविष्य सफलताको कामना। धन्यवाद। जय नेपाल।